हाम्रो गाउँतिर चाहिँ के चिज पाउँदैन यहाँ हेर्न सक्नुहुन्छ। नमस्ते ढोक्रिया होइन साथीहरु, सम्पूर्णमा म चाहिँ लिची खाँदा खाँदा यहाँ वाक्कै भइसक्यो। टिप्दाखेरि मेरो चाहिँ एक्सिडेन्ट नै भयो। हेलो साथीहरु, स्वागत छ आजको नयाँ भ्लगमा। म चाहिँ एकदम सन्चै छु, तपाईहरु पनि सन्चै हुन्छ भन्ने आशाका साथ भिडियो स्टार्ट गर्दैछु। अनि हामी चाहिँ अहिले चाहिँ यहाँ डाँडामा पिपलको रुख छेउमा, अनि यता चाहिँ हाम्रो गाउँ है, हेर्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो गाउँ हो। यता अहिले चाहिँ बर्खाको याम भएको कारण चाहिँ खासै घरहरू देखिँदैन, मकै यस्तो भइसकेको छ हाम्रो गाउँतिर चाहिँ। सो अनि हामी चाहिँ यति तीनजना भेला भएर चाहिँ आज लिची खानुको लागि चाहिँ झर्दैछौँ बारीतिर। आजको भ्लग चाहिँ विशेष गरी लिची टिपेको हुनेछ, सो पुरा हेरिदिनु होला। ओइ पोतेल भाइ, केही बोल मेरो भ्लगमा लु। आज हामी लिची खानुको लागि हिँडेको। आज चाले खाउँछु भनेर हिँडेको छ। आज खुवाइदिइहाल्छु नि त लिची त। हाम्रो गाउँतिर चाहिँ के चिज पाउँदैन यहाँ हेर्न सक्नुहुन्छ। कटर पनि पाक्नु आँटिसक्यो। अब लिची सक्ने बित्तिकै कटर स्टार्ट हुन्छ खानुको लागि। यता देख्न सक्नुहुन्छ है कटरको बोटी। कटर पनि यत्रो ठुल्ठुलो भइसक्यो होइन। खानुको लागि त जे पनि छ के हाम्रो गाउँमा होइन। कटर चाहिँ अहिले पाक्ने बेला भएको छैन। अब भदौ लागेदेखि चाहिँ कटर पनि पाकेर खाने बेला हुन्छ। यतै लिची खाने मान्छेहरू, अनि यता रुख छ, यो रुखको आज लिची टिप्नु पर्ने हामी चाहिँ। के भयो, लिचीको बोट चाहिँ यस्तो अप्ठ्यारो हुन्छ, जसरी भए पनि टिप्ने पर्ने हुन्छ चाहिँ। तपाईँको नाम टिप्ने चाहिँ, अनि टिप्नु पर्ने भित्रबाट चाहिँ देखिँदैन है साथीहरू लिची। बाहिरबाट चाहिँ फेरि लट्टै देखिन्छ नि। चढ्न सक्नु ओर्नु परेको छैन ताम्सेको देख्दा म। हामी चाहिँ स्टार्ट गरेको है साथी। हेर्न सक्नुहुन्छ है। यो चाहिँ हरिया छ, अलिक घाम नपरेको ठाउँको चाहिँ यता। यो चाहिँ हामी टिप्दिनमा आज। यो भोलिपछि पाकेपछि खानुपर्छ। पाकेको चाहिँ यो साइडतिर छ। हेर्न सक्नुहुन्छ गाइज, हाम्रो लिची टिपाइ चलिरहेको छ। दिदी र दाइ चाहिँ लिची टिप्दै हुनुहुन्छ। उहाँ बसिराख्नु भएको छ, एक दुईजना साथीहरू चाहिँ। गाइज यस्तै चलिरहेको छ। कति ठाउँमा चाहिँ लिची हुन नभएको पनि हुन्छ होइन, तर हाम्रो गाउँमा चाहिँ छ अलिअलि। अब हामी लिची टिप्दैछौँ। दिदी चाहिँ हेर्नु न, दिदी चाहिँ के हुन्छ, मेक्सी लाएर जामा लाएर चढ्नु भएको छ होइन बोटमा। गाह्रो छ। उहाँ हाम्रो दिदी हुनुहुन्छ। हेलो भन्नु न। हेलो। सो साथीहरू, हामी चाहिँ यहाँ लिची टिप्नु नसकेर ओर्रा दौड्दैछौँ। यहाँ चाहिँ लिची चोर्ने आएकी चाहिँ लिची टिप्न आएको मान्छे यस्तै छ है। हामी त लिची टिप्नु पनि सकिनँ अब। हजुर ल अरे यहाँ लिची खानुको लागि। के को सानो सानो लिची हेर्नु आमा। राम्रो छैन क्या यहाँको लिचीहरू नि, अर्को बोटको जस्तो। मिठो छ नि।
छ तर मिठो चाहिँ यो चाहिँ हरियो चाहिँ किन टिपेको हौ लु हामी यता कति बिति नभएकाहरूलाई पनि देखा न उयो बोल्दै त नमस्ते ढोक्रिया होइन साथीहरू सम्पूर्णमा चाहिँ लिची खाँदै अब के गर्नु हाम्रो गाउँमा अब सिजनको फलै यही लिची छ यही किरा परेछ अनि म चाहिँ के भन्छ लिची यसरी छान्दै खान्छु क्या यसरी खान्छु तर मिठो चाहिँ खासै छैन त्यही पनि अब खानु परेछ नि यस्तो सिजनको फल जति अब के हाम्रो वा दिदीहरू चाहिँ नयाँ नयाँ हिजो अस्ति पाहुना आउनुभएको छ के अनि ऊ पाहुनाहरूको अगाडि यसोमा पनि ढाक देखाउँदै खाँदैछु अरू बेला दिँदैन लास्टिले हान्छ फेरि म दङ्गै परे यो बोलेको सुनेर यस्तो अरू बेला त नि एउटा टिप्यो भने पनि पाहुनालाई भन्छ कि अनि पाहुना आएको बेलामा चाहिँ किनकि दिनुहुन्छ त्यही भएर यसोमा पनि यसो डुब्ब लाग्छ आयो कमसेकम यति गरेर पनि खानु त पर्यो नि पर्यो लिची टिप्ने उहाँ मेन डन चाहिँ उहाँ हो है फेरि साथीहरू सक्नुहुन्छ गाइजहरू दादाहरू लिची टिप्दैछन् अब के गर्नु देखाइदिनु पर्ने रे देखाउन पनि क्यामा यता चाहिँ पर्वते भाइ हुनुहुन्छ है सो साथीहरू लिची टिप्ने चाहिँ होइन खाना मात्रै आएको मैले खानै खान पाएकै छुइनँ म चाहिँ यहाँ यस्तो रुखमा अप्ठ्यारो गाडी बसिरहेको छु होइन यता चाहिँ टिप्दैछु डोकोमा